हजुर नमस्कार। म चाहन्छु कि यो भिडियो पोखराको सम्पूर्ण व्यक्तिसम्म पुगोस्, किनकि तपाईँ पोखरामा डेलिभरीको काम खोजिरहनु भएको छ। साइकलमा होस्, बाइकमा होस्, स्कुटरमा होस्, तपाईँसँग जे साधन छ हैन, घुम्नको लागि दुई पाङ्ग्रे साधन जे छ त्यसमा चाहिँ डेलिभरीको काम खोजिरहनु भएको छ नि, त्यस्तो जागिर आएको छ हामीसँग। पोखराको विभिन्न ठाउँमा 15-20 जना जति हामीलाई राइडरहरू, पुरुषहरू आवश्यकता रहेको छ। तपाईँ जुन क्षेत्रबाट नि आवेदन दिन सक्नुहुन्छ। तपाईँसँग साइकल, बाइक, स्कुटर जेसुकै भए पनि तपाईँले यसको लागि काम गर्न सक्नुहुन्छ हैन। हामीलाई चाहिँ पोखरामा रहेको यो पोखरा भन्दा नि जस नेपालको हैन, नेपालको एउटा फुड डेलिभरी अथवा डेलिभरी कम्पनीको लागि चाहिँ राइड सेयरिङ कम्पनीको लागि चाहिँ हामीलाई सामानहरू पार्सलहरू डेलिभरी गर्नको लागि चाहिँ डेलिभरी राइडर बोयहरू चाहिएको छ पोखराको विभिन्न ठाउँहरूमा। तपाईँले यसको लागि समय भनेको जस 9 घण्टा ड्युटी गर्नुपर्ने हुन्छ। बिहानको 9 बजेबाट सुरु हुनेछ हैन, बेलुकाको 7, 8, 9, 10 बजेसम्म गर्छु भने नि पाउनुहुन्छ। तपाईँले जति धेरै काम गर्नुहुन्छ, तपाईँले जति धेरै डेलिभरी गर्नुहुन्छ त्यही अनुसारको तलब हुन्छ हैन। तपाईँको लिमिटेड छैन यसमा चाहिँ कमाउने भनेको। तपाईँले महिनामा 50, 60, 70 हजार नि कमाउन सक्नुहुन्छ, 5-10 हजार नि कमाउन सक्नुहुन्छ। त्यो तपाईँमा डिपेन्ड गर्ने कुरा भयो हैन। म जति धेरै काम गर्छु र जति धेरै कमाउँछु भन्ने सोचमा हुनुहुन्छ, डेलिभरीको काम खोजिरहनु भएको छ भने तुरुन्त सम्पर्क गर्नु होला। हाम्रो कार्यालयमा आएर भेट्न सक्नुहुन्छ। हाम्रो कार्यालय तपाईँको जालपरोडमा रहेको छ, पोखरा सभागृह तलबडाउँदा देब्रे साइड, स्टेट नम्बर 11 भित्र आउनु होला। यदि पोखरा सिराना चोकबाट आउँदै चाहनुहुन्छ भने सिराना चोकबाट सब्जी मन्डीबाट सिधै माथि आउनु होला। तलबाट आउँदाखेरि चाहिँ तपाईँको चाहिँ दैउरे साइड हैन, दाहिने साइड स्टेट नम्बर 16 आउँछ, त्यहाँ भित्र आउन सक्नुहुन्छ। लोकेसनको लागि कन्फ्युज नहुनु, लोकेसनको लागि कल गरेर तपाईँको ब्यालेन्स पटक्कै खर्च नगर्नुहोस्। यो भिडियो राम्रोसँग सुन्नुहोस्, बुझ्नुहोस्। अब भिडियो प्रोफाइलमा हाम्रो ग्रुपमा डाउनलोड गरेर त्यसबाट पनि हेरेर आउन सक्नुहुन्छ। समस्या भनेको लोकेसनकै हुन्छ। अनि नै भन्छ यो WhatsApp नम्बरमा आउनु होला। हामी त्यसमा WhatsApp नम्बरमा आएर स्क्रिनसट बनाउनुहोस्। हामी त्यसमा हाम्रो लोकेसनको तपाईँ म्याप सेन्ड गरिदिनेछ, त्यही अनुसार तपाईँहरू आउन सक्नुहुन्छ हैन। र यो बाहेक अन्य धेरै जागिरहरू खोज्न बुझ्न चाहनुहुन्छ नि हाम्रो वेबसाइट pokharajob.com.np यो डिस्प्लेमा देखिरहनु भएको छ होला। त्यो डिस्प्लेको वेबसाइटबाट पनि कन्ट्याक्ट गर्न सक्नुहुन्छ। र यसको लिङ्क हाम्रो वेबसाइटको लिङ्क बायोमा पनि छ, त्यहाँ गएर क्लिक गर्न सक्नुहुन्छ। ल यो तपाईँकोमा प्रोफाइलमा आएको छ, तपाईँको आफन्त कोही चाहिँ डेलिभरीको जागिरको खोजीमा हुनुहुन्छ भने हैन, अब बिहानको 10-11 बजेर पनि काम गर्न मिल्ने हुन्छ। कलेज पढ्दै गर्छु भने पनि मिल्छ। साइकल, बाइक, स्कुटर जेसुकै छ त्यसबाट पनि काम गर्न सक्नुहुन्छ। र कामको लागि तुरुन्त सम्पर्क गर्नु होला है त। हस्, धन्यवाद।